नमस्कार यहाँ सम्पूर्णमा म मोहनचन बोगटी फेरि पनि म आइसकेको छु। तपाईँलाई देखाउन गइरहेको छु यो हाम्रो भैरवकोट है। यी उता पुलिस गाडी अनि एयरपोर्ट है। तपाईँलाई देखाउन गइरहेको छु यहाँको केही दृश्य, यहाँको ऐतिहासिक यो भैरवकोट है। श्री गणेशाय नमः, श्री भैरव देवाय नमः। डुटीका राजा श्री भूपति शाहको शासनकाल 1480 होइन 1512 तिपाइल और यो गैडामा राजा दरबार निर्माण हुँदा प्रवेशद्वारा भैरवको स्थापना भएको सम्बत 1850 सम्म पूजा खर्च नेपाल दरबारबाट यो विरहने गरिएको थियो। दरबारको संरक्षण तथा मन्दिरको सामान्य जीवनोद्धार यस क्षेत्रको प्रहरी परिवार र नगरपालिकाबाट विक्रमसम्म 2050 सालमा गरिएको हो। यो हाम्रो दिपाल डुटी है गाइस, तपाईँहरूलाई देखाउनु भएको छु प्रत्यक्षमा। यहाँको ऐतिहासिक डिस्ट्रिक्ट हो यो भनेको हाम्रो। पहिले यहाँ दरबार थियो राजाको है। तपाईँहरू यहाँको दृश्य देख्न सक्नुहुनेछ महानुभावहरू। यो हाम्रो एयरपोर्ट विमानस्थल है, नेचुरल प्लेस। इफ यू वान्ट टु वाचिङ माई युट्युब च्यानल भाइ, लेट्स गो एभ्रीबडी। अफिसियल मोहन युट्युब च्यानल नेम एभ्रीबडी, लेट्स गो। तपाईँहरूलाई यहाँको ऐतिहासिक बारेमा देखाउन गइरहेको छु। यहाँको यो हाम्रो भैरवको दरबार भैरवकोट हो यो हाम्रो यो मन्दिर होइन। यहाँको दर्शन गरियो आज। रक्षा गरौँ, सबैको कल्याण गरौँ, भलो गरौँ। यहाँ तपाईँलाई यहाँको वातावरण देखाउन गइरहेको छु गाइज। यो चाहिँ हाम्रो फोटोग्राफर पनि आएको र एकदमै मनोरञ्जन वातावरण, मनोरञ्जन वातावरण छ यहाँको नेचुरल प्लेस। तपाईँलाई देखाउन गइरहेको छु गाइज। यो हाम्रो भैरवकोट है।